एउटा पनि गलत छैन, यो पनि गलत हुन सक्दैन। म झुन्डेर मर्छु, फाँसीको सजायमा जान तयार छु। तपाईले गरेका काट्दैन राज संस्था आएरै छोड्छ। सयौं भविष्यवाणी मिलाइछन्, एउटा मिल्दैन भने तपाईँ कसरी विश्वास गर्नुहुन्छ? यो मेरो नैतिक अधिकार हो। यो अधिकारलाई खोज्ने सरकार त के, सरकारको बाउको पनि तागत छैन। बापको छोरा डमरू हामी, सिनो खाने गिद्ध होइन। तिनीहरू जस्तो धर्मलाई अफेम भन्ने, फेरि ताकपरे तिहारे नत्र गोताउने, फेरि पोसाक फेरेर त्यही मन्दिरमा गएर ढोक्ने हामी स्वाभिमानी नेपाली होइनौँ। भारतका प्रधानमन्त्री इन्दिरा गान्धीलाई आफ्नै अङ्गरक्षकले हानेको थियो कि कुन दिन यिनीहरूलाई पनि उनीहरूकै अङ्गरक्षकले हानेछन्। यो कुरा पनि नबिर्सिनुहोस्। नेपाल प्रहरीलाई थाहा छ कि दुर्गाप्रसाद कहाँ छ भनेर। हिजो त भन्यो सिंहले एट्याक गर्नुभन्दा अगाडि 2 स्टेप पछाडि सर्नुपर्छ। म पोजिसनमा टार्गेटमा छु, जब जसलाई घाँटी समाल्छु त्यो पिक्लिए ढाल्छ भन्नुभएको छ। मेरो एक थोपा रगत रहने ज्यालसम्म यो धर्म विरोधी, संस्कार विरोधी, परिचयहीन तन्त्रलाई कहिले पनि मान्ने छुइनँ। किनभने आई निड माई आइडेन्टिटी, मेरो अन परिचय चाहिन्छ। भाटबटीमा दुईवटा केरा चोर्ने र स्याउ चोर्ने को थियो? तपाईँकै प्रिय प्रधानमन्त्रीसँग सँगै फोटो खिचेका व्यक्ति थियो। पत्रकार महाशय, तपाईसँग साच्चा राष्ट्रिय धर्म छ हैन, मुटुमा तपाईँ नेपाली हो भने यो प्रश्न गृहमन्त्रीज्यूलाई सोध्नुहोस् न। किन शान्तिपूर्व आन्दोलनमा किन गोली चलाइयो? हाम्रा सामान्य प्रधानमन्त्रीका नजिकैका व्यक्तिले हिजो मलाई व्यक्तिगत रूपमा भेटेर के भन्नुभयो थियो, तपाईँ अब राज संस्थाको बारेमा नबोल्नुहोस् प्लिज। यहाँलाई हार्दिक स्वागत छ। नेपालको राजनीति पछिल्लो समय धमलिएको छ र राजावादीहरूको जुन खालको एउटा शहीद पन्ध्रको जुन खालको त्यो एउटा मिसन कास्टिङ भनौँ के भनौँ, त्यसपछि देशमा अलिकति धरपकड भइरहेको छ होइन। सरकारले पनि उग्र रूप लिइरहेको छ। सामाजिक अभियन्ता, मेडिकल व्यवसायी दुर्गाप्रसाद फरार हुनुहुन्छ होइन। यसका विषयमा हामी चर्चा गर्छौँ। यहाँलाई हार्दिक स्वागत छ। नमस्कार। आराम हुन्छ नि? आरामै छु। के छ देशमा राजा आउने भन्ने सम्भावना बढ्दै जाँदाखेरि सरकारले त फेरि दबाइसक्यो नि आन्दोलनलाई, के हुँदैछ? होइन, राजा त सरकार स्वयं आफैले ल्याउँदैछ। राजा स्वयं सरकारले ल्याउँदैछ। सरकार तपाईँ आज यसरी तपाईँ हामी जस्तो जनताहरू होइन भ्रममा नपरौँ है। विगतलाई हेर्नुहोस्, भारतमा सुरुङ खनेर भारतमा वार गर्नुपर्छ, सुरुङ वार गर्नुपर्छ भनेर भारत विरोधी भाषण गर्ने, तर भारतमै बसेर राजनीति गर्ने र भारतकै रसँग मिलेर होइन गर्ने राजनीतिकहरूको चाहना अलिकति फटाई होइन। प्रचण्डको अभिव्यक्ति देख्नुहोस्, यो गणतन्त्र मलाई मन परेकै होइन। प्रचण्ड हुल्छु, चोरीफुरी गर्नेलाई जेल हाल्छु, प्रचण्ड छिटो पक्राउ गर। अब राजालाई हिजो भनिसके संसद भवनमा माओवादीका अध्यक्ष भारतसँग सुरुङवार गर्छु, भारतसँग सुरुङवार गर्छु भने चोरीफुरी नगर, तिमीलाई अब जेल हाल्छौँ हामी। तिम्रो चाहिँ थाहा छ राजा ज्ञानेन्द्र वीर विक्रम शाहको ठुलो मात्रामा सुरक्षा कटौती गरियो प्रचण्डले भनेपछि? सही प्रचण्डले भनेर होइन, नचाहिने सुरक्षा किन राखिराख्नु पर्दैन? राजा ज्ञानेन्द्र सुरक्षाको नै जनताले सुरक्षा गर्छन्। राजा ज्ञानेन्द्र मान्छे मारे राजा आउँछ, घर चला राजा आउँछ। मान्छे कहाँ मारेको? के हो चैत 15 गते के भइरहेको छ? तपाईँ बहुतै व्यक्ति बताउन सक्छ जनतालाई किन चाहिँ चैत 15 उद्यम मचाइयो, त्यहाँ घरमा आगजनी गरियो, पत्रकार मारियो, गोली हान्यो, गाडी जलाइयो सरकारी? कसका कारण? राजा ज्ञानेन्द्र वीर विक्रमका शाहका कारण। यस्तो देशमा अशान्ति किन? पत्रकार महोदय, पब्लिकले गोली बोकेर गर्थ्यो थिएन नि? कसले खोसी बन्दुक त्यहाँ? तपाईँहरूकै विभिन्न कसले खोसी बन्दुक त्यहाँ खोस्यो? त्यो मान्छे को थियो त? राजावादी हिजो एमालेको थियो त। 2वटा नासपति र केरा चोर्ने मान्छे त केपी शर्मा ओलीसँगै फोटो खिचेको तस्बिर आइरहेको भएन भनेर पत्रकारमा प्रहरीलाई ड्रेस खोलेर होइन, लागु औषधका प्रहरीहरूलाई ड्रेस खोलेर बन्दुक लिएर त्यहाँ गएर भाटा हान्न लगाएको छ, निर्देशन दिएको छ। आन्दोलन कसको भन्ने छ नि त? पत्रकार मारिएको मरेका होइनन्। राजावादी गर्न तयार मार्ने भनेर चौतर्फी आलोचना भइरहेको छ, देशमा विरोध भइसक्यो। अहिले सबैले संसदबाट अहिले बोलिराख्नु भएको छ। यही चाहेको ज्ञानेन्द्र शाहले, रक्तपात चाहेको ज्ञानेन्द्र शाहले, मान्छे मार्न चाहेको देशमा। सुन्नुहोस् न, ज्ञानेन्द्रले रक्तचाप चाहेको भयो नि, यो गणतन्त्रै आउने थिएन। के हो त्यो बताउनुहोस् न त, के भएको आज? न त ज्ञानेन्द्रले रक्तचापै चाहेको छ, न त ज्ञानेन्द्रले म आफै राजा बन्छु नै भनेर चाहेको छ। तर जनताले जहाँ गए पनि राजा आऊ, देश बचाऊ, ए राजा आइदिनु पर्यो,
तपाईँ नै हाम्रो सबै हो होइन, हामीलाई बचाइदिनु। राजाको देश बचाउ भनेको परको जडीबुटीको अस्पताल ध्वस्त पार्ने, गाडी जलाउने, कहाँ कसले देख्नु भयो नि त अस्ति 14-15 गते कसले जलायो? कसले? भाटबटीमा दुईवटा केरा चोर्ने र स्याउ चोर्ने को थियो? को थियो? तपाईँकै प्रिय प्रधानमन्त्रीसँग सँगै फोटो खिचेको व्यक्ति थियो। बन्दुक लिएर लठी हान्दै हिँडेको को थियो? सिभिलका प्रहरीहरू थिए। चोरले जस्तो लुकेर आऊ पुलिसका बिचमा गाडी लिएर सुरक्षाकर्मीलाई ततनाम गाडी उसले भनिहाल्यो त, उसले भनिहाल्यो त, म ज्यान बचाउनु थियो, यदि मैले त्यो नगरेको भए मलाई गोली हान्थ्यो, हान्नेको पनि थियो। देशमा के गर्दै हुनुहुन्छ? किन यो अराजकता, विकृति, विसङ्गति हो? त्यो के हो? यो त्यो सम्मानित गृहमन्त्री र प्रधानमन्त्रीलाई सोध्नुहोस्, मलाई होइन। पत्रकार महाशय, तपाईँसँग साक्ष राष्ट्रिय धर्म छ होइन, मुटुमा तपाईँ नेपाली हो भने यो प्रश्न गृहमन्त्रीज्यूलाई सोध्नुहोस् न। किन शान्तिपूर्व आन्दोलनमा किन गोली चलाइयो? किन छर्रा हान्यो? किन असुर ग्यास हान्यो? किन डेट एक्सपायर? पशु पन्छीहरूसम्म हानि पुग्ने नेपाली जनतालाई माया नगरिकन असुर ग्यास छरियो। त्यो असुर ग्यास त स्वयं प्रहरीलाई पनि झाला, अन्य सर्वसाधारण जनतालाई पनि झाला। संविधानले दिएको अधिकारलाई प्रयोग गर्दैमा जनतामाथि त्यति ठुलो हमला किन गरियो? तपाईँ यो प्रश्न सोध्नुहोस् न सरकार, मलाई होइन। गाडी प्रहरी जलाएको होइन होला नि, त्यहाँ घुसपेट थिए, त्यही घुसपेटले जलाएको। आफ्नो आन्दोलन चाहिँ सभ्य भयो भने राम्रो भयो भन्ने, अझ आफै बिगार्ने घुसपेट भयो एमाले कहाँ दोष दिने, यसरी देश बन्छ भने। सुन्नुहोस्, तपाईँहरू अझ पनि सरकारलाई छानबिन गर्नुहोस् भनेर हामी जस्तो एउटा व्यक्तिहरूले भनि पनि राखेका छौँ। दोषी एकजनालाई नछोड्नु, तर सरकारको छानबिन गर्ने आँटै छैन। यदि स्वच्छ छानबिन गर्ने भने सरकार आफै दोषी ठहरिन्छ। सरकारले त अब नरेन्द्र बन्द राख्ने राजालाई दुर्गा प्रसाद पगडा खोजिराखेका छ। तपाईँ ओकीटोकीमा तपाईहरु सबै व्यक्ति जेल जान तयार हुनुहुन्छ है। ओकीटोकी अशान्ति भयो भन्ने छ। पत्रकार महाशय, हाम्रा सम्मान्य प्रधानमन्त्रीका नजिकैका व्यक्तिले हिजो मलाई व्यक्तिगत रूपमा भेटेर के भन्नुभयो भने, तपाईँ अब राज संस्थाको बारेमा नबोल्नुहोस् प्लिज। नबोल्नुहोस्, जेल जानु चाहिँ तपाईँ सक्नुहुन्छ। हो, तपाईँ जेल 20 वर्ष, अब 20 वर्षसम्म राजाको नाममा र पनि ए बाबा, म स्वतन्त्र नेपाली होइन। तपाईँ राजाको बारेमा बोल्दै हुनुहुन्छ, किन नबोल्ने? नरसंहार भएको छ, मान्छे मरेको छ, मारिएको छ। गणतन्त्र के को लागि ल्याएको? संविधान, स्वास्थ्य, खान, शिक्षा, विकास, आर्थिक समिति हो। राज संस्था किन चाहिन्छ भन्दाखेरि तपाईँ आज ठ्याक्कै गुगलमा सर्च गर्नु, सबैभन्दा बढी बोल्ने स्वतन्त्र, हिँड्ने स्वतन्त्र र बाँच्ने स्वतन्त्र कहाँ कुन देशमा दिएको छ भन्दा 7 वटा टप 10 कन्ट्रीहरूमा राज संस्था भएको देशहरू पाउनु भएको छैन। डेनमार्क, नर्वे, युके। बोल्ने अधिकार होइन, घर चलाउने अधिकार दिइसक्यो सरकारले। बोलेकै भरमा जेल हाल्दैछ, डढाएर लुक कामेर घरभित्र लुकेर बस्नु परेछ। बोल्ने अधिकार छ। देशमा अशान्ति बचाउनु भयो। के को अशान्ति? त्यहाँ गोली लिएर गएको थियो। एउटा नेपालको नागरिक बितेको छ ललितपुरको एउटा। अशान्ति भन्नाले के हुनुपर्छ? दुवै पक्षबाट गोली लिएर हिँड्नु परेको हुन्छ के? जसरी सोमलियामा भएको थियो नि, दुवै पक्षबाट गोली। कहाँ थियो गोली जनतासँग? नेपालका झन्डा बोकेर आफ्नो आवाज उठाउन नपाउने छैन। अब माओवादीले, काङ्ग्रेसले, एमाले भनिसक्यो राजा नआउँदै देख्नुभयो राजा चरित्र। अब राजा के हो? तपाईँ माओवादी, एमाले र प्रचण्ड मात्रै यो देशको जनता हो? केपी शर्मा ओली, शेरबहादुर देउपा र प्रचण्ड मात्रै यो देशको जनता हो? दुईटै बहुमत जनता होइन? को दुई चुनाव गरौँ न त। हो, यही भन्छु, राजा ज्ञानेन्द्रलाई अब रापरको नेता बनाउनुहोस्, चुनावमा जानुहोस्। किन राजा हो? फरक के छ थाहा छ? सभापति बनाउँछ पार्टीको चुनाव जानुहोस्। एउटा फरक के छ थाहा छ? किन मान्छे मार्नुहुन्छ? अब चुनावमा जानु न, इलेक्सन जानुहोस् तपाईँहरू। सुन्नुहोस्, 84 जानुहोस्, 84 आइसक्यो तपाईँहरू। हो, किन राज संस्था जनताले किन चाहेको? राजा सबैको साझा हुन्छ, पार्टीको हुँदैन के? राजालाई भोट चाहिँदैन। प्रचण्ड भनिसक्नुभयो अब मुसनघाटमा जलाएको राजा फर्किन सक्दैन। प्रचण्ड भनिसक्नुभयो मुसनघाटमा जलाएको राजा फर्किन सक्दैन। बाबा, कुहिएर किरा भएको मौसुतम त्यो उहाँको राजा बन्न सक्छ भने अहिले दरबारमा बसिराखेको राजा बन्न सक्दैन। जुन दिन हामीले राजनीतिबाट मुसनघाट फडाहरूको कुरा सुन्ने भनिसक्नुभयो प्रचण्डले। फडाहरूको कुरा सुन्ने। लेलिन र माउस मरेर कुहिसक्यो।
उनीहरू विचार छ। संसारले कामै नलाग्ने यो तन्त्र भनिसक्यो। विचार छ। उहाँहरू त्यही विचार लिएर बसिराख्नुपर्छ। कुहिएर किरा परेर गनाउने भएका सडेकोलाई फोटोमा टाँसेर लेनिनवादी मार्क्सवादी भन्न सुहाउने जिम्दो राजा जहाँ गए पनि राजा आऊ देश बचाऊ, राजा आऊ देश बचाऊ, हाय 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 भन्नेलाई शमशान घाटमा गएको भन्ने भन्दैछन्। शमशान घाटमा गयो विलिन भइसक्यो, आउन सक्दैन भनिसक्नु भयो। सक्छ कि सक्दैन, सक्छ कि सक्दैन। यदि सक्दैन भने 15 गते गोली चलायो किन? तपाईँको आन्दोलन तुइयो, आन्दोलन सफल हुँदैन। अब कसले सबै पग्लाउ भयो, सबै डर थुत्रो काम छन्। स्वागत नेपाल राजेन्द्र लिङ्गेले भनिसक्नु अब हामी आन्दोलन गर्दैनौँ, ज्ञानशाली भनिसक्नु भयो आन्दोलन गर्दैनौँ। अब कसले दुर्गा प्रसाद भागे, कुमल थापा स्विच अफ, अब आन्दोलन हुन्छ, राजा आउँछ, कसरी आउँछ? पुलिस जब सडकमा आयो थुत्रो कामले भाग्नु तपाईँहरू। हेर्नुहोस् यो व्यवस्था ठिक छ, अब यसलाई समर्थन गर्नुहोस् तपाईँ। आज तपाईँलाई म एउटा कुरा भन्छु नि, अब तपाईँ गुरु जस्तो मान्छे बौद्धिक व्यक्ति, अब आजबाट गणतन्त्रको बारेमा बोल्नुहोस्, यो संहिता पक्षमा बोल्नुहोस्। मेरो रगत मेरो एक थोपा रगत रहनेन्जेलसम्म यो धर्म विरोधी, संस्कार विरोधी, परिचयहीन तन्त्रलाई कहिले पनि मान्ने छुइनँ। किनभने आई निड माई आइडेन्टिटी, मेरो परिचय चाहिन्छ। त्यो परिचय भनेको मेरो धर्म हो, मेरो संस्कार हो, मेरो संस्कृति हो। म नेपाली भएर बाँच्न चाहन्छु। म ढाकाको टोपी लाएर, शिरमा ढाकाको टोपी लाएर नेपाली झन्डा लिएर स्वाभिमानी नेपाली बन्न चाहन्छु। विश्वको अगाडि शिर झुकाएर दलै बन्न चाहदिनँ जसरी यो नेताहरू बनेको छ। त्यसैले म स्वाभिमानी बन्नको लागि पनि यो तन्त्र मान्दिनँ। त्यो मेरो आफ्नो व्यक्तिगत अधिकार हो। बोली लिएर भन्ने सरकारको आकार छ, सरकार गृह मन्त्रालयको सूचना छ अहिले। तपाईँहरूको त एउटा कोर टिम थियो, त्यो जुन के गर्ने, कहाँ घर चलाउने, कहाँ मार्ने, कहाँ गाई जस्तो बनाउने, त्यो कुन नेतालाई कहाँ हान्ने भने थियो, के हो बताउनुहोस् न। आज सुन्नुहोस्, त्यो अपराध नबोलौँ, त्यो सरकारको नै प्री प्लान थियो। यो सुरु हुनुभन्दा अगाडि नै होइन चाहिँ यहाँ यिनीहरूलाई भगाउँ, यो सुरु हुन नदिउँ। भोलि यो जमात 12 विरोध काठमाडौँ महानगरपालिका 7 लाख तिर्ने गर्दा तिरा तपाईँलाई लाज छैन? ठिक गर्यो त राजाको नाममा। हेर्नुहोस् त स्वाभिमानी नेपाली कति रहेछन्, विदेशबाट पैसा तिर्दिया छन्। स्वाभिमानी नेपाली कस्ता रहेछन् प्रमाण हेर्नुहोस्। एमाले त्यही फोहोर गर्दाखेरि अझसम्म पैसा नपाएर बालेन छरपट्टि राखेछन्। तर राजालाई यति भन्न छ, विदेशमा भएका नेपालीहरूले नगरपालिकाको नाममा, बालेनको नाममा पैसा पठाइदिइसके। पैसा छैन, कुन सम्पत्ति छैन राजासँग। होइन कि तपाईँलाई एउटा तपाईँलाई उदाहरण गेटबाटै फर्कायो। राजा महाराजा भए, भेट्न नपाउने भए, विश्व राजा हुन सक्छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भएका तमाम ती चाहिँ पत्रकार महाशय, तपाईँले यो विषय उठाएर अत्यन्तै मलाई खुसी तुलाउनु भयो। किनकि अब तस्बिर तपाईँको भिडियो आफै बोलिराखेको छ क्या। यो देशमा नेपालीले राजालाई कति चाहँदा रहेछन् र यो व्यवस्थालाई कति घृणा गर्दा रहेछन् भन्ने कुरा। बालेनले काटेको जरिवाना कसैले पनि तिर्नु पर्दैन, हामी तिर्छौँ भने विदेशमा बसेको नेपालीहरूले तिर्दै के। अब त्यसको उदाहरण हेर्नुहोस्। र केही दिन अगाडि 1 लाख रुपियाँ जरिवानाको पत्र अझसम्म बालेनले नपाएर कानुनी कारबाहीमा गएका छन् भने कसैले पनि तिरेनन् भने विदेशमा बसेका नेपालीहरूलाई त्यति चासो रहेछ भने अब कल्पना गर्नुहोस् त्यो पैसा उठाएर बालनलाई तिर्न सक्ने साँच्ची नै विदेशमा बसेका नेपालीहरूले होइन। यो व्यवस्थालाई ढाल्न के होला? ध्वस्त बनाउने, अरू तिर्न पठाउने कि तपाईँहरू? कस्तो अरूले तिर्न पठाउने? हामीले उठाएका होइनौँ नि, कसैले आह्वान गरेको थियो, उनीहरू आफैले तिर्ने। तपाईँहरू सुन्नुहोस् न, काठमाडौँ महानगरपालिका टेर्ने तपाईँहरू सुन्नुहोस् न, पशुपतिमा लगेर कसैले खाना खिलायो भने राजा देशमा माथि हो। यो माटोमा माथि राजा हो। यो माटोमा माथि राजा हुन सक्दछ? होइन। तपाईँ भन्नुहुन्छ राजा आएपछि राजा नआए झुन्डेर मर्छ भन्नुभएको थियो नि, राजा आउने सम्भावना छैन, के गर्नुहुन्छ अब? पत्रकार महाशय, आजसम्म मैले जति पनि भविष्यवाणी गरेको छु मिलेको छ, तर अब मिल्न सक्दैन। एउटा पनि गलत छैन, यो पनि गलत हुन सक्दैन। म झुन्डेर मर्छु, फाँसीको सजायमा जान तयार छु। तपाईँले काट्दैन, राज संस्था आएरै छोड्छ। 84सम्म यो व्यवस्थाको नामै रहँदैन, पतन हुन्छ। तपाईँले गरेका सबै भविष्य मिलेका छन्, तर अब गाह्रो छ देशमा। सबै मिलेका छन् भने यो पनि मिल्छ कि एउटा भविष्यवाणी नमिल्ने? सयौँ भविष्यवाणी मिलेका छन्, एउटा मिल्दैन भने तपाईँ कसरी विश्वास गर्नुहुन्छ? अब कति मान्छे कसरी विश्वास गर्नु? कति मान्छे मर्छ ल बताउनुहोस् न।
अब कति मान्छे मर्छ किन मार्नुहुन्छ मलाई? अशुभ नबोलौँ किनकि मैले कसैको मृत्यु हुन्छ भने चाहिँ मृत्यु नै भयो होइन, त्यसैले यति मर्छ भनेर अशुभ म बोल्न चाहदिनँ होइन। तर यो देशमा यो व्यवस्था रहँदैन होइन। अब काठमाडौँ 84 सम्म यो महानगरपालिकालाई व्यवस्थाको नामै रहँदैन। अन्त्यमा अब काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई के भन्नुहुन्छ? राजालाई तिराएको 7,93,000 को जरिमाना पत्र काठमाडौँ महानगरपालिकाले पठायो, ज्ञानेन्द्र विक्रम शाहको गेटमा फर्काइयो। अब तपाईँ के भन्नुहुन्छ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई? बालेन्द्र शाह तपाईँलाई धन्यवाद। जसले गरे पनि नगरपालिकाभित्र कुनै पनि फोहोर र अपराध गर्छ भने त्यसको जरिवाना तिराउनु पर्छ। यो काम तपाईँले राजालाई मात्र होइन सबैलाई गर्नुहोस्। धन्यवाद। तिर्ने जनता छन्। होइन बिगार्ने राजा तिर्ने जनता किन भने कारण